महेन्द्र राजमार्ग चाहिँ विभिन्न 6वटा खण्डमा विभाजन भएको छ। मेचीदेखि ढल्केवरसम्म भारत सरकारको सहयोगमा, ढल्केवरदेखि पथलैया सोभियत सङ्घ रुस सरकारको सहयोगमा, पथलैयादेखि हेटौँडा त्यो त्रिभुवन राजमार्गसँग जोडिन्छ। त्यही भएर त्यो पथलैयादेखि हेटौँडाको भाग काटेर त्रिभुवन राजमार्गलाई घटाउँदा त्रिभुवन राजमार्ग 159 किलोमिटर हुन्छ। त्यही भएर 189 किलोमिटर होइन, 159 त्यो महेन्द्र राजमार्गको बिच भाग काट्दा 159, नकाट्दा 189 हुन्छ है साथीहरू। अनि त्यसपछि हेटौडादेखि नारायणगढसम्म एडीबी भनेको एसियन डेभलपमेन्ट ब्याङ्कले बनाइदिएको, नारायणगढदेखि बुटवलसम्म बेलायत सरकारले निर्माण गरिदिएको, बुटवलदेखि गड्डा चौकीतर्फ भारत सरकार निर्माण गरिदिएको नेपालका 22वटा जिल्ला छुन्छ। 22वटामा 2टा पहाडका मकवानपुर र अर्घाखाँची जिल्लालाई छुन्छ। तराईका 20वटा जिल्ला छुन्छ। तराईका 21वटा जिल्ला मध्ये एउटा पर्सा जिल्लालाई छुँदैन, बाँकी 20वटालाई छुन्छ। सबभन्दा बढी भाग बाँकेमा 82 किलोमिटर पर्दछ। सबभन्दा कम भाग अर्घाखाँचीमा करिब 5 किलोमिटर 4.98 किलोमिटर पर्दछ। सबभन्दा होचो भाग सुनसरीको इटरी 71 मिटर उचाइमा छ। सबभन्दा अग्लो भाग बाँकेमा 950 मिटर उचाइ पुसमा कुसुममा पर्दछ। महेन्द्र राजमार्ग एसियन हाइवे नम्बरको 2 र नेपालको राष्ट्रिय राजमार्गको कोड नम्बर 1 मा कोड भएको छ। त्रिभुवन राजमार्ग नेपाल त्रिभुवन राजमार्ग हिजो पनि भनेको थिएँ मैले, काठमाडौँदेखि वीरगञ्जसम्म 189 किलोमिटर, बाहिरको बाटोमा मोटर गुडाउँदै सिममन्जाङ सबभन्दा अग्लो भाग होचो भैँसे भयो होइन, भारत सरकारले बनाइदिएको। अरनिको राजमार्ग, अरनिको भनेको काठमाडौँ कोदारी सिन्धुपाल्चोकको कोदारी 113 किलोमिटर चीन सरकारले बनाइदिएको। पृ भनेको पृथ्वी राजमार्ग नौबिसेदेखि पोखरा 173 किलोमिटर चीन सरकारले उतै जाँदा बनाइदिएको। म भनेको चाहिँ मदन आश्रित राजमार्ग मुगलिनदेखि नारायणगढसम्म त्यो भत्की राख्ने बाटो 36 किलोमिटर, मदन र जीवराज मरेको भएर मदन आश्रित भएको। बी भनेको बीपी राजमार्ग, त्यो चाउचाउ बाटो घुमाउने बर्दिवासबाट काठमाडौँ 160 किलोमिटर, धुली बर्दिवास टु धुलीखेल। बीपी राजमार्ग जापान सरकारको जाइका प्रोजेक्टले बनाइदिएको। मेची भनेको केचनादेखि ताप्लेजुङसम्म चाहिँ 268 किलोमिटर, अब अहिले बढाउने भन्ने कुरा छ। कोशी भनेको 111 किलोमिटरबाट बढाएर अब अहिले चाहिँ तपाईँको विराटनगरदेखि रानी भन्सारसम्मको पाटमा लाने भनेको छ। अनि त्यसपछि अर्को चाहिँ भनेको सगरमाथा कदमाहा गाईघाट सोलु सल्लेरी 265 किलोमिटर, तर अहिले सुरुङ मार्ग सहित बनाएर 178 किलोमिटरमा झार्ने भनेर सरकारले भनेको छ। सी भनेको सिद्धार्थ राजमार्ग पोखरादेखि सुनौलीसम्म 181 किलोमिटर, त्यो भनेको चाहिँ सिद्धार्थ राजमार्ग भारत सरकारले बनाइदिएको। रा भनेको राप्ती राजमार्ग दाङको अमेलियादेखि रुकुम पश्चिमको मुसिकोटसम्म 196 किलोमिटर। त्यसपछि रत्न राजमार्ग नेपालगञ्ज कोहलपुर सुर्खेत बाङ्गेसिमल 113 किलोमिटर। त्यसपछि कर्णाली राजमार्ग भनेको सुर्खेत जुम्ला 232 किलोमिटर। त्यसपछि महाकाली मोहनादेखि दार्चुला 325, अब अहिले 415 किलोमिटर बढाउने भन्दा भएको छ, 415। सेती स्याउले बजार समूहगढ 65 किलोमिटर भन्दा यसरी नेपाल सरकारले कोडिङ गरेका राष्ट्रिय राजमार्गहरू यिनीहरू भए।